मेरो जिन्दगीको सबैभन्दा खुसीको दिन आज। तर के गर्ने, अमाउन्ट चेक, स्यालेरी खातामा आयो, तर आफ्नै स्यालेरी दोस्रो दिन हेर्नको लागि आएकै दिन स्क्रिनसट गरेर राख्नुपर्छ। भोलिपल्ट त हराइहाल्छ। पहिलो खर्च, तलब आएको दिन बुबा मम्मीलाई केही किनिदिन्छु, आज मिठो खानेकुरा लैजान्छु अनि साथीहरूलाई पनि सानो भए नि पार्टी दिन्छु भन्ने सोचेको हुन्छु। तर झल्यास सम्झेर उधारो पैसाको हिसाब गरेको अर्को महिनाको पनि एडभान्स लिन पर्ने रहेछ। अर्को महिनाको प्लान, यो महिना यस्तै भयो, खर्च बढी थियो, अर्को महिना जोगाउँछु, अलि स्मार्ट हुन्छु भन्यो, केही हुँदैन रहेछ सोचेको त। अन्तिममा बस्ने भनेकै त्यही 500 रुपियाँ रहेछ, जति स्मार्ट भयो। रियालिटी, तलब 25,000, रुम भाडा 8,000, खानाको 5,000, रिचार्जको 1,000 र यातायातको 3,000। अब बाँकी रहेको 8,000 त 15 दिनबाट 16 दिन पनि लाग्नु पर्दैन, खल्तीबाट चुहिहाल्छ। मेरो त खल्ती चुहिनेछ, तपाईँहरूको नि।